नमस्ते। जीवन, प्रेम अनि खुशीले भरिएको एउटा उत्सवको रङमा डुब्ने बेला भएको छ। हो, हामी कुरा गर्दैछौँ होलीको, अर्थात् फागु पूर्णिमाको। आउनुहोस् न, यो रङ्गीन पर्वको कथाभित्रै पसेर हेरौँ आज। होलीको मूल भावना सायद यही सुन्दर विचारमा लुकेको छ। यो खाली रङ दल्ने पर्व मात्रै त होइन नि, होइन र? यो त मनको मैलो पखाल्ने, पुराना तितो मिठो बिर्सेर सम्बन्धमा फेरि नयाँ रङ भर्ने एउटा गजबको अवसर हो। तर सोच्नु भएको छ, रङ्गहरूको यो उत्सव पछाडि आखिर कथा चाहिँ के छ त? कुन यस्तो घटना होला जसले यो पर्वलाई यति धेरै अर्थपूर्ण बनाउँछ? ल, आज यसकै पौराणिक रहस्य खोलौँ है त। होलीको कथा जोडिएको छ त्रेता युगको एउटा निकै नाटकीय घटनासँग। यो यस्तो कथा हो जहाँ विश्वासले क्रूरतालाई जित्छ, अत्याचारमाथि आस्थाको विजयको कथा। कथा सुरु हुन्छ एक शक्तिशाली तर एकदमै अहङ्कारी असुर राजा हिरण्यकश्यपुबाट। अब उनले ब्रह्माको यस्तो कठोर तपस्या गरे कि एउटा गजबको वरदान पाए जसले उनलाई लगभग अमर नै बनाइदियो। सोच्नुस् त। तर भन्छन् नि, असीमित शक्तिले मान्छेलाई बिगार्छ। उनको हकमा पनि त्यस्तै भयो। उनी झन क्रूर र अत्याचारी बन्दै गए। तर हेर्नुस् न, कस्तो अचम्मको कुरा। यिनै अत्याचारी राजाका आफ्नै छोरा प्रहलाद भगवान विष्णुका परम भक्त निस्किए। एकातिर बाबु जो आफूलाई भगवान ठान्थे र सबैले मेरै पूजा गरून् भन्ने चाहन्थे, अर्कोतिर छोरा जसको मनमा केवल विष्णु थिए। अब छोराको यो अटुट भक्तिले बाबुको अहङ्कारमाथि ठूलो चोट पुर्यायो अनि उनको क्रोधको आगो दन्किन थाल्यो। जति प्रयास गर्दा पनि छोरालाई मार्न नसकेपछि हिरण्यकश्यपुले एउटा साँच्चै डरलाग्दो योजना बनाए। उनले मद्दत लिए आफ्नी बहिनी होलिकाको। होलिकासँग एउटा विशेष वरदान थियो, उनलाई आगोले जलाउन सक्दैनथ्यो। योजना एकदम सिधा थियो तर भयानक। होलिकाले प्रहलादलाई काखमा लिएर दन्किरहेको आगोको चितामा बस्ने। तर भयो कि एउटा चमत्कार। प्रहलादको त्यो अटल विश्वास र भक्तिले उनलाई बचायो। तर आफ्नो वरदानको गलत प्रयोग गरेकी होलिका, जो आगोबाट सुरक्षित हुनुपर्ने हो, उनी आफै त्यही आगोमा जलेर खरानी भइन्। हो, यही घटना होलिकाको हार र प्रहलादको जित, यही नै हो होली पर्वको मुख्य आधार। यसले देखाउँछ कसरी असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजय हुन्छ। अनि यही विजयको सम्झनामा त हुनी आज पनि हामी होलीको अघिल्लो रात होलिका दहन गर्छौं। ल, अब अगाडि बढौँ। हेरौँ त, यो प्राचीन कथा आजको समयमा खास गरी नेपालको काठमाडौँ उपत्यकामा कसरी मनाइन्छ। नेपालमा होलीको उत्सव एक दिनमा मात्रै सकिँदैन है। काठमाडौँमा त झन् फागु पूर्णिमा आउनु एक हप्ता अघिदेखि नै यसको रौनक सुरु भइसक्छ, त्यो पनि एउटा विशेष समारोहबाट। काठमाडौँको बसन्तपुर दरबार स्क्वायरमा जब चिर ठड्याइन्छ तब मानिन्छ कि होली औपचारिक रूपमा सुरु भयो। रङ्गीचङ्गी कपडाका टुक्राहरूले सिङ्गारिएको यो बाँसको लिङ्गोले एकातिर वसन्तको आगमनको सङ्केत गर्छ भने अर्कोतिर उत्सव सुरु भएको घोषणा पनि गर्छ। अब काठमाडौँबाट नजिकैको सहर भक्तपुरतिर लागौं। त्यहाँ होलीको सुरुवात अझै फरक र भन्नुपर्दा एकदमै अनौठो तरिकाले हुन्छ। यसको जरा चाहिँ गहिरो सांस्कृतिक विश्वासमा जोडिएको छ। भक्तपुरमा के हुन्छ भने भीमसेनको मन्दिरबाट काठको एउटा लामो लिङ्गलाई बाहिर निकालिन्छ। त्यसलाई पूरै सहर घुमाएर द्रौपदीको प्रतीक मानिने एउटा रातो कपडासँग प्रतीकात्मक रूपमा समागम गराइन्छ। यो अलि अनौठो लाग्न सक्छ, तर स्थानीय विश्वासअनुसार यसो गर्दा प्रजनन क्षमता बढ्छ र व्यापार व्यवसायमा पनि राम्रो हुन्छ अरे। ल, अब कुरा गरौँ होलीको सबैभन्दा मुख्य आकर्षणको, रङ्गहरूको। हामीले एकअर्कालाई लगाउने यी रङ्गहरू रमाइलोका लागि मात्रै होइनन् नि, हरेक रङको आफ्नै विशेष अर्थ लुकेको हुन्छ। होलीमा हामीले प्रयोग गर्ने हरेक रङको पछाडि एउटा गहिरो अर्थ छ। जस्तै रातो रङ, यो प्रेम, शक्ति अनि साहसको प्रतीक हो। त्यस्तै पहिलो रङले भक्ति, खुशी र धार्मिक विश्वासलाई जनाउँछ। हरियो रङ त जीवन र प्रकृतिसँग जोडिआइहाल्यो। अनि नीलो रङले चाहिँ शान्ति, सन्तुलन र न्यायको लडाईँलाई प्रतिनिधित्व गर्छ। जीवन र सत्यको यो रङ्गीन उत्सव अब नेपाल र भारतमा मात्रै सीमित छैन, यो त संसारभरि नै फैलिसकेको छ। हाम्रै छिमेकी देशहरू पाकिस्तान र बङ्गलादेशदेखि लिएर मरिसस,
फिजी अनि टाढाका देशहरू जस्तै अमेरिका, बेलायत, दक्षिण अफ्रिकासम्म। जहाँ जहाँ दक्षिण एसियाई समुदायको उपस्थिति छ, त्यहाँ त्यहाँ होलीको उल्लास देख्न पाइन्छ। साँच्चै भन्ने हो भने यसले होलीलाई एउटा विश्वव्यापी उत्सव बनाइदिएको छ, जसले संस्कृति र देशको सिमानालाई पनि जोड्छ। आखिरमा, चाहे त्यो प्रह्लादको कथा होस् या वसन्तको आगमन वा रङहरूको माध्यमबाट सम्बन्धलाई नयाँ बनाउने अवसर, होलीले दिने सन्देश एउटै हो र यो विश्वव्यापी छ। यो सन्देश हो सत्यको विजय, नयाँ सुरुवात अनि सम्बन्धहरूको नवीकरणको। अनि अन्त्यमा होलीले हामीलाई एउटा प्रश्न सोधेर जान्छ। जसरी प्रह्लादको अटल विश्वासले हिरण्यकश्यपुको अहंकार र अन्धकारलाई जित्यो, त्यसैगरी हामीभित्र पनि त केही अन्धकार होला नि, होइन र? त्यो कुन अन्धकार हो जसलाई हामीले विश्वास र सकारात्मकताको रङले उज्यालोमा बदल्न सक्छौं? सायद यही प्रश्नको उत्तर खोज्नु नै होलीको वास्तविक सन्देश हो।